फाइनली गाइस म चाहिँ अब यहाँ तिहारको रङ्गोलीको लागि फोटो किन्दैछु अनि कति दिन भयो तपाईँले यहाँ राखेको दिदी हो राम्रो व्यापार भएको छ ओके ल को हुनुहुन्छ सबै हामी जस्तै टक्क लगाएर सकेसम्म सानो पसलमा व्यापार गरिदिनु होला किनभनेपछि सबैलाई तिहार आउन जरुरी छ सबैको ठुलो ठुलो पसलको त यत्तिकै व्यापार हुन्छ गाइस सानो सानो पसललाई माया गर्नुपर्छ त्यही भएर मेरो भिडियो हेरेर एउटा राम्रो खालको शिक्षा सिक्नु होला है त म चाहिँ सानो सानो पसललाई माया गर्ने मान्छे हो त्यही भएर अब मैले फाइनली तिहारको टिका पनि यहाँबाट लान्छु रङ्गोली बनाउने रङहरू पनि यहाँबाट लान्छु अनि साथसाथै मेरो एउटा साथी छिन् तिनले पनि यहाँबाट लग्दैछिन् ल अब हामीले यहाँ उखर पनि किन्ने भनेको यहाँसँग छैन रे 20 मिनट लाग्छ भन्नुभयो सो गाइज हामी चाहिँ वेट गर्नेवाला छौँ तर हामी उता अर्को सपिङ गरेर आएर अनि फेरि चाहिँ यहाँ किन्नेछौँ सो 1 2 3 4 5 6 7 10 11 होइन होइन यो निलो यो हरियो हो के 11वटा कलर भयो होइन दिदी कहाँ हो हेरे बच्चुवा र फाइनल गाइज मैले पनि किन्दैछु यहाँबाट सो यो भयो अनि कपुर त पर्दैन छ मेरो उसको छुट्टै हो त्यो अनि मेरो यो टिका भयो है यो भयो अनि फेरि यो कौडा नयाँ हो यो सबै एउटालाई 10 हो 1 2 3 4 5 6 1 7वटा लगेको छु ल गाइज मैले चाहिँ है मेरो लक्ष्मी पूजाको लागि सो अब यो हिसाब गर्नु त दिदी ल यस्तै सानो पसलमा गएर सबैले माया गरिदिनुपर्छ गरिदिनु होला अब हामीले ओखरको लागि वेट गर्दैछौँ एकछिन खै मेरो यहाँ यो माटो पनि अनि यो मैले यो माटो पनि लग्दैछु यो पनि है यो चाहिँ मेरो उता अनि यहीँबाट किनिदिउँ भनेर यसलाई कसरी हो एउटा त्यो पनि गरिदिनु ल फाइनली मैले लगभग किनिसकेँ पुरानो छ मसँग पाला अहिले चाहिँ मैले 2वटा एड गर्दैछु त्यो कौडा चाहिँ पूजा गर्ने हो क्या भोलि लक्ष्मी पूजा त्यही राखेर नि हो आफ्नो घरमा फाल्ने होइन नि त तिमी मैनबत्ती लग्यौ मेरो पनि 2वटा हाल्दै मेरो साथी जस्तो फटा भाइ मेरो पनि मलाई नसुत्रे 2वटा हालिदिन्छु ल राम्रोसँग नछुटाएर हिसाब गर्नु है त 570 मा अनि मैनबत्ती पनि जोड्नु है